वेलकम छ साथीहरू आजको मेरो नयाँ भिडियोमा। आज म तपाईहरुलाई मोबाइल बैंकिङबाट इसिओमा कसरी पैसा लोड गर्ने भन्ने कुरो सिकाउँछु। त्यसको लागि तपाईहरुलाई म स्टेप बाइ स्टेप सिकाउने छु। त्यसको लागि सबभन्दा सुरु म तपाईले आफ्नो मोबाइल बैंकिङ खोल्नु पर्ने हुन्छ। म आफ्नो मोबाइल बैंकिङ खोल्छु। जस्तो तपाईले लगइन गर्नु होला। लगइन गरिसकेपछि वालेट लोड भन्नेमा क्लिक गर्नु। यहाँ देख्न सक्नुहुन्छ वालेट लोडमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एक नम्बरमा छ लोड टु खल्ती वालेट। तपाईले खल्तीमा लोड गर्न चाहनुहुन्छ भने एक नम्बरमा क्लिक गर्नु होला। त्यस्तै गरी दुई नम्बरमा छ एनपीएस वालेट। तपाईले एनपीएस मा लोड गर्न चाहनुहुन्छ भने यहाँ दुई नम्बरमा क्लिक गर्न सक्नुहुन्छ। तपाईले त्यस्तै गरी इसिओ मा लोड गर्न चाहनु भने चाहिँ लोड इसिओ भन्ने यहाँ 3 नम्बरमा लोड इसिओ भन्ने छ, त्यसमा क्लिक गर्न सक्नुहुन्छ। म चाहिँ अहिले तपाईहरुलाई इसिओ मा पैसा लोड गर्ने तरिका सिकाइरहेको छु, त्यही भएर म लोड इसिओ मा क्लिक गर्छु। यसरी क्लिक गरिसकेपछि अब यहाँ आउँछ एक नम्बरमा आउँछ अमाउन्ट। तपाईले कति अमाउन्ट चाहिँ लोड गर्न चाहनु भइरहेको छ त्यो अमाउन्ट चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। मैले 1000 रुपैयाँ लोड गर्छु। अब त्यस्तै गरी यहाँ आफ्नो इसिओ आइडी तपाईको कुन नम्बरले चाहिँ इसिओ खोल्नु भयो त्यो नम्बर यहाँ राख्नुपर्ने हुन्छ। म चाहिँ आफ्नो नम्बर राख्छु। एकचोटी आफ्नो नम्बरलाई चाहिँ फेरि यहाँ चेक गर्नु होला, किनभने यो नम्बर मिस्टेक हाल्नु हो भने अर्कैको एकाउन्टमा जान सक्छ। त्यही भएर चाहिँ एकचोटी राम्रोसँग यकिन गरेर मात्रै अगाडिको प्रोसेस गर्नु होला। यति भइसकेपछि अब तपाईले यहाँ जस्ट कन्टिन्युमा क्लिक गर्नुपर्ने हुन्छ। कन्टिन्युमा क्लिक गर्ने बित्तिकै यहाँ प्रोसिडमा क्लिक गर्नु होला। प्रोसिडमा क्लिक गर्ने बित्तिकै यति भइसकेपछि यहाँ ट्रान्जेक्सन पिन माग्छ, जुन तपाईले आफ्नो ट्रान्जेक्सन पिन राख्नुपर्ने हुन्छ अथवा फिंगरप्रिन्ट राख्नुपर्ने हुन्छ। यति भइसकेपछि तपाईले आफ्नो इसिओमा पैसा लोड गर्न सक्नुहुन्छ। भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गरिदिनु होला।